आज चाहिँ मामा र भान्जा आएको। मामा उहाँ उता पुगिसक्यो, म भने यतातिरको दृश्य हेर्दा हेर्दै ठिक्क छ है। के हो त्यो? अब सानो सालको सर्प हो त्यो। के को बाम माछा नि त्यो सर्प नि? सर्प सर्प त्यो सर्प हो नानी। यही आज तपाईँले भि गर्नु उहाँबाट कलर ल्याएको थियो कि छुड्यो यति लामो कस्तो यति उद्याबाट यहाँसम्म त नि तपाईँले छिटो त्यहाँ भि गर्नु भनेको थिएँ मैले। गर्नु त गरेँ बचाउनु माछा भनेर यहाँबाट है भन्छ मलाई ल यो त फुल्ली भिडियो चलिरहेमा। फुल भिडियो चलिरह। आउने होइन बुढी सिधै त्यहाँबाट साटै खिजाने मासतिर जाउँ 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 बुढी सिधै मासतिर जाउँ। अब हाम्रो बाटो नजिक गर्नु पर्यो नि। यतैबाट मासतिर जाँदा नि मिल्छ। यता आउनु यता। यता जाऊँ यता। फ्याटालको ल पानी छेउ त ल ठिक छ ल। फ्याटालको पानी छौँ कति चिसोमा चिज हा ल त म ट्राई गरौँ। म ट्राई गरौँ है त। ल आएर यसो मलाई पनि यसो ट्राई गर्नु दिनु त। त्यो पाडीको तट पर्ने क्या चिसो छ नि है। त्यो पानी त्यो तट अलिक खुम्च्याएर होइन होइन खुम्चिनु छोड्दिनँ ल बिउ यहाँबाट टिप्यो है तपाईँ।